सुरु हुन्छ। मैले संशोधनलाई निर्णयार्थ पेश गरिरहेको छु। मान्य सदस्यहरूलाई म अनुरोध गर्छु। हुने मान्य सदस्यहरूले हुन्छ भन्नु होला। सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्ताव हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ। प्रस्तावको विपक्षमा हुने मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने ताहिर अली भाटले पेश दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।